कुराहरूलाई अलिक सकारात्मक रूपबाटै डिल गर्ने प्रयास गर्छु। मैले चाहिँ अब यो सबभन्दा पहिले हामी चाहिँ सानामा बिकम पढ्दाखेरि बल्ल बिमा भन्ने एउटा विषयवस्तु पढ्नु पर्थ्यो। अब अहिले विद्यालय तह नै बिमा चाहिँ पाठ्यक्रममा समावेश छ भन्दाखेरि मलाई त्यसले पनि अलिकति उत्साहितै बनायो। निजी क्षेत्रबाट रोजगारी सृजना गर्ने क्रममा मैले बिमालाई मुक्त कण्ठले प्रशंसा गर्ने गर्छु। गाउँ गाउँमा बिमा अभिकर्ताहरू जे भए पनि सस्टेन भएका छन्। युवाहरू विदेश जाने जुन एउटा छ ट्रेन्ड, त्यसबाट रोक्नको निम्ति केही प्रतिशत बिमाले योगदान पुर्याएको भन्ने मेरो आफ्नो अध्ययन छ। अब पश्चिमतिर, सुदूरपश्चिमतिर, कर्णालीतिर के छ, हाम्रो पूर्व कोशीतिर चाहिँ कोशी प्रदेश, पाँचथर जिल्ला, ताप्लेजुङ जस्ता जिल्लाहरू पनि पहाडी जिल्लाहरू र अलिकति दुर्गम जिल्लाहरूमै पर्दछ। तर गाउँ गाउँमा बिमासँग सम्बन्धित विषयवस्तुमा पर्याप्त जानकारी राख्दछन् र अहिले पछिल्लो अवस्थामा आएर कृषि बिमामा र पशु बिमामा अलिकति बढी हाम्रा चाहिँ नै जनताहरू त्यतातर्फ आकर्षित भएर त्यतातिर पनि यो विषयवस्तु आकर्षित भएको छ। तर आज प्रस्तुत भएको 51.01% जनसङ्ख्याको चाहिँ एउटा भाग यो बिमाले के अरे पहुँच बिमामा पुगेको छ भन्ने विषयवस्तु उप चाहिँ अलिकति यो तथ्याङ्कलाई अलिक गहिरो रूपबाट अध्ययन गर्नुपर्छ होला भन्ने म निवेदन गर्न चाहन्छु। किनभने यसमा चाहिँ सर्ट पिरियडको निम्ति कुनै एउटा विशेष इभेन्टको निम्ति प्रयोग गरिएको बिमाको निम्ति गरिएका सङ्ख्या पनि यसमा छ कि भन्ने मेरो आफ्नो व्यक्तिगत आशंका हो। अब यसमा अब के छ तथ्याङ्क अब कार्यकारी निर्देशकज्यू, अध्यक्षज्यू हुनुहुन्छ, उहाँहरूबाट प्राप्त होस् भन्ने मलाई लाग्छ। विशेष गरेर वैदेशिक रोजगारमा जानेहरू भए, अब लघु कर्जाहरू लिने सन्दर्भमा भए, निर्माण व्यवसायीहरूले आफ्नो एउटा प्रोजेक्ट सञ्चालन गर्ने सन्दर्भमा गरेका विषयवस्तुहरू भए, यिनीहरू पनि यसभित्र पर्छन् होला। यसकारण यिनीहरूलाई छोडेर हाम्रो तथ्य चाहिँ कति हो त भन्ने कुरा आओस् भन्ने म निवेदन गर्छु। र मेरो अनुमानमा यी सबै कुराहरूलाई छोड्ने हो भने अबाउट 20% को रेसियोमा आउँछ कि बिमा पहुँच गर्ने जनताहरूको भन्ने एउटा अनुमान मात्रै हो। र विशेष गरेर यो अब यति धेरै बिमा उद्योगकै रूपमा विकास भयो, यो एउटा खुसीको विषयवस्तु रह्यो र यसले एउटा बचतको रूपमा बचतको चाहिँ एउटा बानी पनि बसाल्यो जनतालाई। पछि अब त्यसको आउने कुराहरूमा आफ्ना समस्याहरू होलान्। यति हुँदाहुँदै पनि एउटा व्यापक उद्योगको रूपमा विकास हुँदै गर्दा अहिले भर्खरै होइन यो अब चाहिँ यो के अरे अदालतमा चलेको चाहिँ एउटा जुन सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दा जुन छ नि, त्यो मुद्दामा चाहिँ नि बिमासँग सम्बद्ध बिमाका पदाधिकारी लगायतसँग सम्बद्ध व्यक्तित्वहरूको कुरा चाहिँ जोडिएको भन्ने नोटिसमा आएको छ। यो विषयमा के कसो छ, प्राधिकरणको अध्यक्षज्यू, कार्यकारी निर्देशकज्यू लगायत पदाधिकारीज्यूहरूले यसलाई चाहिँ प्रश्न पारिदिनु हुनको निम्ति म निवेदन गर्न चाहन्छु। आज चाहिँ प्रश्न पार्नै पर्दछ, किनभने मैले सधैँ राखेको प्रश्नहरू आउने पदाधिकारीहरूले लमसममा उत्तर दिने, अब उपरान्त चाहिँ यो टेबलमा आउनु हुनेले उत्तर दिनु भएपछि सकिनु भएपछि म फेरि उहाँलाई प्रश्न गर्नेवाला आजदेखि चाहिँ अब अहिलेसम्म चाहिँ लमसममा हामीले चित्त बुझाउँदै आयौँ होइन। र हामीले ठ्याक्क हामीले त्यतिकै सोधेका, बोल्नको लागि बोलेका, हामी बोल्नु कति बोल्यौँ जीवनमा होइन, कति बोल्यौँ 37 वर्ष 40 वर्ष बोल्यौँ, बोल्नको लागि हामीले बोलेका होइनौँ। केही सूचना यहाँहरूबाट प्राप्त हुन्छ र त्यसलाई पोजिटिभ भाइब्स दिने गरे चाहिँ नि पब्लिकमा लाने हाम्रो जिम्मेवारी हो। हामीले अब पोजिटिभली चाहिँ नि देशलाई अगाडि बढाउनको निम्ति अभियानमा छौँ। यस कारणले मैले अहिले नै अध्यक्षज्यू र कार्यकारी निर्देशकज्यूलाई स्केप हुन पाउनुहुन्न है भनेर म निवेदन गर्न चाहन्छु। अर्को सबैभन्दा ठुलो समस्या यो स्वास्थ्य बिमाको रह्यो। यो स्वास्थ्य बिमा र यो मुद्दा जुन चलेको छ, यो दुईटा विषयवस्तुले गर्दा बिमाप्रतिको मान्छेको अपार जुन विश्वास थियो नि, भरोसा थियो, त्यो भरोसा र विश्वास टुटेको अथवा त्यसप्रति विश्वासमा अलिक कमी आउँदै गरेको जस्तो छ। त्यसो भएको हुनाले यो स्वास्थ्य बिमामा अस्पतालहरूलाई अथवा निजी अस्पताल सरकारी सबैमा बिमा कार्यक्रम चल्छ। त्यहाँबाट पब्लिकले प्रत्यक्ष रूपमा सेवा प्राप्त गरेका थिए, राहत प्राप्त गरेका थिए। त्यसमध्ये म आफू पनि पर्दछु भनेपछि हो त्यो कुराले स्वास्थ्य बिमामा जुन अस्पतालहरूलाई भुक्तानी गर्न बाँकी रकमहरूको विषयमा अर्थमन्त्रीज्यूसँग यही टेबलमा पनि संसदमा पनि उहाँको चाहिँ नि कार्यकक्षमा पनि हाम्रो पर्याप्त मात्रामा
चाहिँ छलफल पनि भएको छ। यस विषयमा हाम्रो प्राधिकरणको के नीति छ, कोरोना बिमाको विषयवस्तुहरू पनि उठेका छन्, त्यो विषयवस्तुमा पनि चाहिँ नि अलिकति ध्यान दिनुहुनेछ भन्ने लाग्छ। र अर्को कुरा, यो निर्माण व्यवसायीहरूको के अरे निर्माण गर्ने सन्दर्भमा बिचमै चाहिँ नि पहिरोले, बाढीले, अन्य प्राकृतिक प्रकोपले चाहिँ उहाँहरूको निर्माण गर्दै गरेको संरचनाहरू भत्काएर लगिदिन्छ र त्यो सन्दर्भमा उहाँहरूले बिमा गरेको हुन्छ। अब बिमामा अब हस्ताक्षर गरिसकेपछि त त्यसलाई तुरुन्तै भुक्तानी गरेर त्यो निर्माण व्यवसायमा लाग्ने निर्माण व्यवसायीहरूलाई अथवा निजी क्षेत्र, अन्य सबै क्षेत्र, मैले एउटा के अरे उदाहरणको रूपमा मात्रै गरेको, उहाँहरूको दाबीलाई चाहिँ तुरुन्तै भुक्तानी गर्ने प्रक्रिया। र मैले देखेको समस्या जस्तै यातायातका साधन लगायतका विषयवस्तुहरूमा दुर्घटनाहरू हुन्छ, त्यस्तोमा चाहिँ सर्भेयर भन्ने जुन हामीले व्यवस्था गरेका छौँ, त्यो सर्भेयरहरूलाई चाहिँ इमिडिएट, जस्तै विदेशहरूमा मैले सुने, विदेशहरूमा एक्सिडेन्ट हुनेको चाहिँ बिमाका पदाधिकारी कर्मचारीहरू तुरुन्तै स्पोटमा आइहाल्ने, सुरक्षा निकाय आइहाल्ने, 5-10 मिनटमा यो किसिमको एउटा हुनु पर्यो। यसका निम्ति चाहिँ नि प्राधिकरणको ध्यान जाओस्। अन्य विषयवस्तुहरू मान्य सदस्यहरू थुप्रै हुनुहुन्छ, उहाँहरूले उठाउनुहुनेछ, मैले यति भने।